हेलो वेलकम टु माई भ्लग युट्युब च्यानल। अनि आज चाहिँ हामी अन्नपूर्ण केबल कार घुम्न जाँदैछौँ। अनि हेरौँ कस्तो हुन्छ। यसै नादेर हामी चाहिँ अहिले अन्नपूर्ण केबल कारमा माथि सारङकोट जाँदैछौँ। लेफ्ट साइडबाट विथ फ्री इन्जोइङ। बस केही बोलिदिनु पर्यो। यो हामी चाहिँ अहिले तेरो कति एक्सपिरियन्स कति हौ? मेरो दोस्रो Yeah man, look at this. पोखरा सिटी देखेँ होइन, बबाल देख्यो। यताबाट देखिने रहेछ नि, त्यहाँ राम्रै छैन। ए इन्ड गर्नलाई इन्के गर्ने हो र यत्तिकै चलाइराख्ने हो यसले त। बनाउनु त एउटा भिडियो कालो झन् कालो आयो यार। हेलिकप्टर पोखरा सहर देखियो। फेवा डेन्जर त्यहाँबाट कार त अस्ति नै चढेको। अब मेरो बनाउनु भएको थियो त्यहाँबाट तल फेवाताल देख्यो। फेवा भिडियो कलमा देखाउँ केटा हामीलाई देखाउने त अरूलाई त्यहाँबाट यस्तो देखाएर चाहिँ नि यहाँ सुन्नु न भ्लग बनाइरहेको सबै हेर्छु। टिकटकको लागि त्यो हिँडिरहेको यो यहाँ क्यारे? हिँडेर आफ्नै तालमा हो ए बवाल भएको छ। पुग्न लाग्यो। अब माथितिर हो त्यो फलामा ट्याक्क पुग्छ। तलतिर हिँड्न हामी माथितिर हिँड्यौँ। तै त प्लम लाइन लाएँ भने मैले प्याराग्लाइडिङ। यहाँ माथि हेर्नु न, ऊ त्यहाँ माथि हेर्नु। म यहाँ पुरै उसमा उडे त्यो साइड तोरी गाडीमा बाजे त्यो बसेर त्यो उठ्नुहुन्न धेरै। त्यहाँबाट यताबाट त्यता देखिन्छ कि दामी। वाउ ब्युटिफुल। हेर्नु न माथि त्यो प्याराग्लाइडरमा उडे This is such a beautiful like you बाडे। माथि ओ प्याराग्लाइडिङ प्लेन भन्दा पहिला प्याराग्लाइडिङ चढ्ने भयो। तोरी गाडी। त्यहाँ उडे खाने माथि यहाँ उडेका उडेछ नि। यहाँ तिनजना उडे खाने अनि ल अब म भिडियो बनाएर पठाइदिन्छु अहिले पछि। अनि हाल्नु होला चलाएर ब्युटिफुल ए बेडे। मै भने फोटो सोटो खिचिदिन्छ। सब माथि क्यामेरामा गरिदिन्छन् कि। अब हामी चाहिँ अब यो पुग्नै लाग्यो। कति छ यो कति मिटर हो खै यार थाहा छैन। के गयो यो रोपवे? कति होला एक्ज्याक्ट चाहिँ थाहा भएन कति। अहिले क्लियर चल्ने बेलामा हेर्नु न। अहिले क्लियर चल्ने बेलामा यहाँ माथि स्तरी यहीँ माथि हामी यहाँ केबल कारमा छौँ। केबल कारभन्दा माथि चाहिँ हामी अझ माथि हो यो सारनकोटको डाँडेमा भन्ने गीतै छ नि त। सारनकोट भन्ने डाँडामा जान्ला हामी। धेरै लाग्दो रहेछ। कति टाइम लाग्यो? पोखरा सारनकोट पहिला गएको त मनोकामना हो। अहिले यो सारनकोटको पोखरैको हो यो। सातो भयो यार अड्केर जातै गयो। किन हल्दिरहेको अड्क्यो भने बिस्तारै अड्क्यो के हुन्थ्यो त यार। यति बेसरी हिँडेको अनि रोकिँदाखेरि यस्तो हल्यो यार यस्तो निकेले यस्तो भयो। साथी गयो यसको। अब यताउता नहल्ले है। यता जस्तो गर्छ त्यस्तै बस्छ। ल ल अड्केर यस्तो हुन्छ यार। झ्याप्पै अड्किनु पनि कस्तो डाउमा अड्क्यो। तल हेर्दै डर लाग्दो यार। त्यसरी डेन्जर ठाउँमा आएर खत्रै भयो। फाइनल्ली चल्यो तर हल्लिरहेछ। डर लागिरहेछ होइन। डर लागिरहेछ। भिरमा आएर न उता भिर पुरै खत्रै भिर छ भने भिर पनि तल त हेरिसकिँदैन। तिनजना एकअर्का देखियो होइन तल। अब त त्यो बोट पनि खत्रै देख्यो नि के हो। प्याराग्लाइडिङ ल्यान्डिङ त ऊ यतातिर गराउँछ क्या होइन। यहीँ तलनिर हो। हिमाल त आयो बादल आयो। माथि आउँदो रहेछ उसमा। तर दामी छ ठाउँ है माथि। अन्त बनाएको हो क्या ठाउँ यस्तो दामी बवाल बनायो।
जताततै भगवान् बनाएको भन्दा नि बनेकै हो त्यसलाई चाहिँ अलिकति मोडिफाई हाने यस्तो ठाउँ तेरा गाउँ सही छैन छैन किन छैन मलाई तल पो त्यस्तो पोखरा पो छैन माथि त छ नि डाँडा डाँडा गाडाहरू त छन् नि हो त्यही भने हो कि अब यस्तो ठाउँमा आएर अड्क्यो नि योमा नजाने मान्छे यसरी गाडीमा जान्छन् कि यो ठिक हो यार बरु प्राइभेटवाला जाने भयो त प्राइभेट भने ट्याक्सी लिएर आउनु सकिन्छ नि हुन त ट्याक्सी लिएर आउनु त त्यही ठिक हो नि होइन बजरङ बली हुने हनुमान श्री गणेश आएन म तर यार अन्नपूर्णमा घिउै छैन यार अन्नपूर्ण होइन कि माछा पुछ्रे हो ए माछा सरी माछा पुछ्रे यहाँबाट त झन् टाढादेखि लाग्यो त यार हिमाल त फेरि पुग्न लाग्यो फाइनल्ली हामी तल तोरीबारी माथि यो बारी या बारी झन्झन कालो देखिन लाग्दो त अब घामको रिफ्लेक्ट नै त्यही आइरहेको त त्यतातिर दामी देखिरहेको अब के गर्ने अहिले 18 प्रो म्याक्स किन्न पऱ्यो कि नभए त अब गाह्रो छ यसले घुमाइरहेको के डोरी कस्तो हुँदो रहेछ यार खोलिने गर्दा नि खोल्दै आएको अनुसार व्यवस्था हुन्छ क्या एक्जिट दिनै आइरहेको त यार 29 साढे सरकार अनलाइन हेर्नु खोज्छ अनलाइनबाट थाहा हुन्छ त यस्तै छ जिन्दगी हिमाल हाम्रा हिमालहरू हिमालै देखिन्न नि त अनि पोखरा यो हेम्जा भन्ने हो हो के ए त्यो त छोरे पाटनको त्योभन्दा उताको साङ्ग्रिला भन बिचमा गल्ती रहेछ पोल्युसनले गर्दाखेरि ऊ एयरपोर्ट वो नै देखेछ एयरपोर्ट यो नाति हाम्रो wow this is just wow हामी अहिले कहाँ छौँ भ्यू पोइन्ट हो सारङकोटको भ्यू पोइन्टमाथि भ्यू पोइन्ट यो मूर्ति गणेशजी मूर्ति श्री गणेश आए नम सबभन्दा पहिला पूजा गरिन्छ गणेश त्यही भएर हामी सबभन्दा पहिला यता छौँ यता सो लुकिङ गुड always as always looking good man handsome man our hero थ्याङ्क यू you're welcome अझैलाई आइगयो तिमीलाई भ्यू पोइन्टबाट त हामी बबाल यसको पञ्चमुखी मूर्ति पञ्चमुखी गणेश श्री पञ्चमुखी गणेश हो ल हेलो गाइज लाइक सब्सक्राइब सेयर गरिदिनु थ्याङ्क यू फर भिजिटिङ अरे हामी अब भिजिटिङ सकेर जान लाग्छौँ मेरो मोबाइलबाट अहिलेसम्मको पहिलो
बाजे हेर्नुहोस् 11 नम्बर अन्नपूर्ण केबल कार। स्टोभमा राख्यो क्या एकचोटि। ल रेडी। हाई गर त्यसनुहोस् त हाई। हेलो वेलकम टु केबल कार। बस ह्यान्डसमको त ह्यान्डसमनेस नै यता छ त। हामी त उहाँ फिक्का, उहाँको अगाडि फिक्का हामी। बारी बारी आएका ढाका। Yeah, this is me. यो मौला गर्दा त हो फेरि यही हो मुस्ताङसँग बढाउने भने सुनेको थिएँ मैले कता कता हिँडेर रोक्यो होइन है झ्याप्पै हिँडेर रोक्यो तल हेर्न सकिन्छ यो त के छँदै छैन नि खासमा केटी त एक पनि देखिँदैन त अनि अरे मनबाट खोज्नु भेटिँदैन बेटीको त ठ्याक्कै टिकटकर अलिकति गाह्रो छ तल लेग साइडमै बनाइदिनु पर्ने। Thank you. Yeah, finally, thank you for watching till end. अनि यो आउनुहोला घुम्नुहोला यो के अरे यो अन्नपूर्ण केबल कार पोखरामा छ। थ्याङ्क यू।